हेलो साथीहरू नमस्कार, यहाँहरूलाई स्वागत छ प्रतियोगिता गुरु युट्युब च्यानलमा। आज चाहिँ हामीले 2081 सालमा शाखा अधिकृतलाई सोधिएको जीके सेट प्रश्नहरू लिएर उपस्थिति भएका छौँ र त्यही सिलसिलामा फर्स्ट प्रश्न रहेको छ, फादर अफ साइन्टिफिक म्यानेजमेन्ट भनेर कसलाई चिनिन्छ भन्ने प्रश्न रहेको छ। यसको सही जवाफ रहेको छ फ्रेडरिक वेल्सलो टेलर रहेको छ। त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालमा सार्क सम्मेलन कहिले भयो भन्ने छ। नेपालमा सार्क सम्मेलन चाहिँ तेस्रो, 11औं र 18औं भएको छ। त्यसै गरी अर्को प्रश्न रहेको छ, जैविक विविधता महासन्धि कहिले अनुमोदन भयो भन्ने प्रश्न रहेको छ। यसको सही जवाफ चाहिँ 1993 नोभेम्बर 23मा भएको छ भने अर्को प्रश्न रहेको छ, 16औं योजनाले बेरोजगारीको लक्ष्य कतिमा झार्ने लिएको छ भनेको छ। यसको चाहिँ 5%मा बेरोजगारीको लक्ष्य झार्ने लिएको छ। अर्को प्रश्न रहेको छ, भारतलाई मात्र छुने जिल्ला कतिवटा छन् भनेको छ। 25वटा रहेका छन्। त्यसै गरी अर्को प्रश्न रहेको छ, सियो बन्चरो ब्लेड कैँचीमा कुन गलत छ भन्ने छ। यसमा चाहिँ सियो गलत छ। बन्चरो ब्लेड कैँची सबैले काट्छन् भने सियोले चाहिँ सिलाउने मात्र काम गर्दछ। अर्को प्रश्न रहेको छ, जोडा मिलाउनुहोस्। जागिरा ताल कपिलवस्तु, सुरमा सरोवर बजाङ, रूपाताल कास्की, माइपोखरी इलाम। र अर्को प्रश्न रहेको छ, विश्वका 8000 मिटरभन्दा अग्ला 14 शिखर मध्ये 14औं शिखर कुन हो रहेको छ। यो चाहिँ पिसापाङमा रहेको छ, जसको चाहिँ 8012 मिटर मात्र उचाइ रहेको छ। अर्को प्रश्न रहेको छ, अफ्रिकी महादेशको सबैभन्दा ठुलो देश कुन हो भनेको छ। र दिएको मध्ये चाहिँ नाइजेरिया रहेको छ। अर्को रहेको छ, रोमन म्यासेसे अवार्ड 2024 कसले पायो भनेको छ। यसको चाहिँ मियाजाकी आयोले पाएका छन्। त्यसै गरी अर्को प्रश्न रहेको छ, जोडा मिलाउनुहोस्। भिटामिन ए चाहिँ रेटिनोलसँग सम्बन्धित छ भने भिटामिन बी चाहिँ थिमाइनसँग छ। भिटामिन सी चाहिँ एस्क्रिबिक एसिडसँग सम्बन्धित रहेको छ। र त्यसै गरी अर्को प्रश्न रहेको छ, कृषि क्षेत्रको आर्थिक वृद्धि दर कति रहेको छ भनेको छ। कृषि क्षेत्रको आर्थिक वृद्धि दर चाहिँ 3.05% रहेको छ। त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालमा संरक्षित क्षेत्रले ओगटेको भूभाग कति रहेको छ भने नेपालमा संरक्षित क्षेत्रले ओगटेको भूभाग चाहिँ 23.39% रहेको छ। र अर्को प्रश्न रहेको छ, 7औं कृषि गणना कहिलेदेखि कहिलेसम्म गरियो भन्ने प्रश्न रहेको छ। यसको चाहिँ 2079 साल वैशाख 6 देखि जेठ 29 सम्म 45 दिन गरिएको छ। अर्को प्रश्न रहेको छ, घाटु नाच कुन जातिमा प्रचलित छ भने गुरुङमा। ग्लोबल इनोभेसन इन्डेक्समा नेपाल कति स्थानमा रहेको छ भने 109 स्थानमा। अगस्त जोडा मिलाउनुहोस्। भिरकुटी कागज भनेको व्यवसाय एवं सम्पत्ति बिक्री। नेपाल रोजिन भनेको सम्पत्ति बिक्री र भाडा। सुर्ती विकास कम्पनी भनेको बन्द। बालाजु कपडा उद्योग भनेको सेयर बिक्री। त्यसै गरी अर्को प्रश्न रहेको छ, फिफा महिला विश्वकप कुन देशले जित्यो भनेको छ। स्पेनले जितेको छ। त्यसै गरी अर्को प्रश्न रहेको छ, सबैभन्दा बढी प्राकृतिक ग्यास उत्पादन गर्ने देश कुन हो भने रुस रहेको छ। तलका मध्ये जापानले बनाएको कुन हो भने नयाँ बस पार्क, महाराजगञ्ज शिक्षण अस्पताल, उदयपुर सिमेन्ट कारखाना। यी चाहिँ जापानले बनाएका हुन्। र नेपालमा आर्थिक वर्ष 2081-82मा कति रेमिट्यान्स नेपाल भित्राउन सफल भएको छ भने 14 खर्ब 45 अर्ब 32 करोड रेमिट्यान्स चाहिँ नेपाल भित्राउन सफल भएको छ। देहाका मध्ये संरक्षित क्षेत्रमा नभएको कुन हो भने खप्तन राष्ट्रिय निकुञ्ज। यो चाहिँ संरक्षित क्षेत्रमा रहेको छैन। त्यसै गरी अर्को प्रश्न रहेको छ, सन् 1993मा कुन देश दुई भागमा भएको थियो भने क्रेज रिपब्लिक एन्ड स्लोभाकिया भन्ने देश चाहिँ दुई भागमा विभाजित भएको थियो। सार्क राष्ट्रको कुन देशमा नेपालमा दूतावास छैन। अफगानिस्तान, मालदिप्स र भुटानको चाहिँ सार्क राष्ट्रमा नेपालमा दूतावास रहेका छैनन्। त्यसै गरी अर्को प्रश्न रहेको छ, 2046 सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकार कति सदस्यीय रहेको थियो भने 11 सदस्य रहेको थियो। अर्को छ, जोडा मिलाउनुहोस्। कालीगण्डकी भनेको चाहिँ 144 मेगावाट, खिम्ती 60 मेगावाट, चमेलिया 32 मेगावाट, चिलिमे भनेको चाहिँ 22 मेगावाट। यो चाहिँ ठुलोदेखि सानो क्रममा जोडा मिलाउनु पर्ने
थियो। त्यसै गरी अर्को रहेको छ मल्लकालमा प्रशासक हेर्नेलाई के भनिन्छ भने थियो यसको चाहिँ सामन्त। अर्को देश र महादेश बीच जोडा मिलाउनु पर्ने थियो। अर्को देश चाहिँ रहेको छ मौरिसस जुन अफ्रिका महादेशमा पर्दछ। साइप्रस चाहिँ युरोप महादेशमा पर्दछ भने बोलिभिया चाहिँ दक्षिण अफ्रिकामा पर्दछ। र अर्को प्रश्न रहेको छ नदी र महादेश बीच जोडा मेकङ भनेको एसियाबाट राइन भनेको युरोपमा पर्दछ। र अर्को प्रश्न रहेको छ साहित्य र कृति बीच जोडा मुना मदन लक्ष्मीप्रसाद देवकोटा खलङ्गाको हमला भनेको राधा पौडेल। हस्त साथीहरू यहाँलाई कस्तो लाग्यो? यस्तै नयाँ नयाँ अपडेटको लागि यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।